यो शान्ति वन वाटिका सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पिकनिक स्थल हो। यसलाई पिकनिक पार्क पनि भन्ने गरिन्छ। सशस्त्र यही छेउमा यही गाउँले उपलब्ध गराएको जग्गामा आवश्यकता भन्दा बढी सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा यो जग्गा लिएको अवस्था छ र पिकनिक स्थल साँघुरिएको अवस्थामा तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। यो भिडियोमा हेर्नुस्, भित्र यो जग्गाहरू जुन रुखहरू छ, यो रुखहरू यो पिकनिक पार्कमा पर्नुपर्ने हो, तर पिकनिक पार्क साँघुरिँदै गएको र सशस्त्र प्रहरी क्याम्प फराकिलो बन्दै गएको यहाँ यस्तो अवस्था छ। यसमा सशस्त्र प्रहरी र स्थानीय यो शान्ति वन वाटिकाका पदाधिकारी र भद्रभला आदमीहरू बसेर आपसी सहमतिमा यसलाई यो पिकनिक पार्कको जग्गा अलि यो क्षेत्र फराकिलो बनाएर यहाँ वन्यजन्तुहरू राखिए यसको महत्व बढ्ने थियो। यो जिल्ला सदरमुकाम कलैया भन्दा करिब 3-3.5 किलोमिटर को दूरीमा रहेको अवस्था छ। पिलुवा कलैया सडक खण्ड अन्तर्गत नै यो सशस्त्र प्रहरी बल नेपाल 12 नम्बर गणको पोस्टबाट पश्चिमतिर लागेपछि यो पिकनिक पार्कमा पुग्न सकिन्छ। करिब मोटरसाइकलमा यदि हिँडियो भने 2 देखि 2.5 मिनटमा यहाँ पुग्न सकिन्छ। यहाँ रुख बिरुवाहरू पनि छन् र वनभोज गर्नको लागि यहाँ मनोरञ्जनात्मक कार्यक्रमहरू गर्नको लागि यी सेडहरू बनाइएको अवस्था छ। खानको लागि पानी, शुद्ध पानी खानको लागि यहाँ चापाकलहरू पनि तपाईको गाडिएको अवस्था छ। र यहाँ एकजना हामी यो भत्केको पत्थर सम्याउँदै हुनुहुन्छ, बार भन्नु यसलाई, उहाँ यसको रेखदेख गर्नुहुन्छ। तपाईको परिचय भन्दिनु न। मेरो परिचय हजुर जोगिन्द्र प्रसाद यादव, यही 16 नम्बर उत्तर झिटकैया वार्डमा मेरो घर पर्छ। अनि यो उपभोक्ता समितिहरू मलाई यो संरक्षणको लागि यहाँ राखिएको छ। भनेको यहाँको जसरी वनको रक्षा गर्ने वन रक्षक हुनुहुन्छ, त्यसरी नै यो वनको रक्षा गर्ने तपाई वन रक्षक हुनुहुन्छ।